हेलो एभ्रिवान, गुड आफ्टरनुन। र आजको चाहिँ मेरो काम यस्तो छ है साथीहरू। यो चाहिँ चुल्हा हो। आज चाहिँ मैले माटोको चुल्हा बनाएको है। यतातिर चारोहरू पकाउने साथीहरू हो, चारोहरू पकाउने अनि यो चाहिँ सब्जीहरू बनाउने सानो चुल्हा बनाएँ साथीहरू। त्यही कारणले आज चाहिँ म बिहानदेखि चाहिँ चुल्हा बनाउनुमा बिजी छ। यहाँनिर चाहिँ मेरो माटो है, अनि मेरो चाहिँ चुल्हा चाहिँ रेडी भइसकेको छ। यहाँ हेर्न सक्नुहुन्छ हो, कस्तो लथालिङ्गे भइरहेको छ यहाँ हेर्नुहोस् त हो। आजको चाहिँ मेरो काम यस्तै छ साथीहरू है। र यो माटोको चुल्हा कस्तो लाग्यो है कमेन्ट गरेर बताइदिनु होला। हेर्नुहोस् चुल्हा चाहिँ रेडी भइसकेको छ। फाइनली मेरो चुल्हा कम्प्लिट भयो। यहाँ हेर्नुहोस् है साथीहरू, लिपेर पनि चनक्कै बनाएको छु है। यही हो है हात हरेस। आजको दिन चाहिँ यस्तो भएरै गयो है दिन। उसकोमा चाहिँ आलु ठुल्ठुलो फल्यो अरे योपालि कि। अब आलु खाइन्छ, आलु उसिन्दैछ। अब खाजा चाहिँ आलु खेट्ला ल मेरो चुल्हा बनाउने खेट्लालाई। ल त साथीहरू आजलाई यति नै।